यहाँहरू सबैलाई नमस्कार। आज हामी एनपिएल कसरी हेर्ने त्यसको लागि डिटेल जानकारी दिनेछौँ। सर्वप्रथम त हामीले प्ले स्टोरमा गएर डिसमको सर्च गरौँ। 100K भन्दा धेरै डाउनलोड गर्नुपर्छ छ। यो इन्स्टल गर्नुहोस्। यहाँबाट डाउनलोड भइसकेपछि यसलाई तपाईँ ओपन गर्न सक्नुहुन्छ। यहीँबाट ओपन गरेको हुन्छ। डाइरेक्ट ओपन पनि गर्न सक्नुहुन्छ। यहाँ भने फर नेपाल भनेर 300 रुपियाँ बनेको छ। तपाईँले देखाइरहेको छ। यहाँ कन्टिन्यू गरेर हामी अगाडि जाउँ। त्यसको लागि पहिला हामी चाहिँ आइडी बनाउँ। आफ्नो मोबाइल नम्बरमा पनि बनाउन सक्यो होइन। तपाईँको मोबाइल नम्बरमा ओटिपी आउँछ। ओटिपी हान्नुहोस्। त्यसपछि युजर नेम र पासवर्ड सेट गरेर आई एम नट रोबोटमा क्लिक गरेर अगाडि बढ्नुहोस्। यहाँ हामी अब यो प्लान चुज गरौँ। कुनै कुपन कोड छ भने राख्नु होला, नत्र भने तपाईँ यहाँ अब ई सेवा कल्ती कहाँ जानुहुन्छ त्यहाँबाट जान सक्नुहुन्छ। म ई सेवा चुज गरेँ। अब यसरी तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। अब केही समयमा हामी हेर्छौँ। 1 महिनाको लागि छ। फर हेल्प भन्यो, मेक द माई प्लान भन्यो। यो प्लान चाहिँ भइसकेको छ। कुन टिमले जित्ला जस्तो लाग्छ? तपाईँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ कमेन्ट गर्नुहोस् है।